सम्पूर्ण साथीहरुलाई स्वागत छ मेरो यस ब्लग च्यानलमा। साथीहरु अहिले चाहिँ दिउँसोको लगभग 12 बजेको छ। म यहाँ काम गरेर एकदम पसिनाले हेर्नुस् कस्तो भिजेर ल्याप्पै भएको छ है। आज मेरो पछाडी देखिरहेछ नि जुन सामानहरु त्यो चाहिँ आज सेल गर्न दिनु हो के। यो बोतल त कम्पनीमा जाने हो हैन। यसको लागि चाहिँ कम्पनीको गाडी आउँछ नवलपरासीबाट। अनि यो कार्टुनहरु भनेको चाहिँ खनार जाने हो र अहिले बेच्न लाने भनेको चाहिँ यो तपाईको रेड बुलको बट्टाहरु जुन छ नि यो चाहिँ अहिले हामी सेल गर्न जाँदैछौँ। यसलाई अब यसको चाहिँ कुनै निश्चित कम्पनी नभएको हुनाले यसलाई चाहिँ डिलरसम्म पुर्याउनु पर्छ। त्यही समस्या छ यसको। अब मेरो बसन्ती एक्सप्रेस यही छ। मेरो बसन्ती एक्सप्रेस यो चाहिँ मलाई निरन्तर 5 वर्षदेखि सहयोग गरिरहेको छ। एकदम गर्मी छ बाफरे, घाम हेर्नु कस्तो छ घाम, यस्तो चर्को घाम छ। अब यो सामानलाई चाहिँ म बेच्न लाग्दैछु है त। एउटा कुरा त मैले बिर्सिरहेको छु है, यो जुन फोहोरहरु छ नि यो कपडामा नलागोस्, यो कपडा नबिग्रोस् भनेर चाहिँ मैले एउटा एप्रोन होममेड एप्रोन बनाएको छु। त्यो एप्रोन पनि म लगाइहाल्छु अहिले। यसले चाहिँ जुन अगाडि लाग्ने कपडाको दागहरुबाट चाहिँ बचाउँछ यसले। बसन्ती एक्सप्रेसमा फुल लोड भइसक्यो। अब चाहिँ हामी बसन्ती एक्सप्रेसलाई यसको गोदामसम्म लिएर जान्छौँ है त। यसको गोदाम कहाँ छ म त्यो पनि देखाउँछु तपाईहरुलाई। अब हामी लाग्यौं यो रेड बुलको बट्टालाई यसको गोदामसम्म पुर्याउने। हाम्रो आजको काम लगभग यति नै हुन्छ होला। आज काम गरिएन। यो धान थ्रेसर लगाउनु थियो, धान थ्रेसर लगाइयो, धान सुकाइयो, आधा दिन यसमै गइहाल्यो। अब आधा दिन पनि किन घर बस्ने, यसलाई लगेर गोदामसम्म पुर्याउँ, यो पनि कामै हुन्छ भनेर चाहिँ आज हिँड्यौँ है त। ल यहाँ सिसाहरु पनि छ, यो सिसाहरुको पनि दिन आउँछ लाग्यो अब गोदाम। हाम्रो बसन्तीलाई एकछिन बाटोमा छोड्यो। बाटोमा छोडेर अहिले अलिकति भोक लागेको, दिउँसोको खाजा खाने टाइम भएको हुनाले एउटा सानो होटलतिर लाग्दैछु म। मस्त क्याबिनहरु छ। होटलमा के पाउँछ खै। होटलमा हुनुहुन्छ हाम्रो होटलको सामने। अब के भन्छ यहाँनिर नास्ता के छ आज नास्ता? नास्ता के भन्नु थुक्पा चाउमिन। ल चाउमिन खाइदिनु नि त। चाउमिन भिजे ओरा नि पैसा छ। खाजा सुत्ने कस्टमर देखे कि अथवा मात्रै भयो। गाउँघरको खाजा हो त्यस्तो। अब ठुलो 5 स्टार होटल जस्तो त छैन हैन। र पनि मिठो छ। हाम्रो बहिनीले एकदम मिठो बनाउनुहुन्छ क्या खाजा चाहिँ यहाँनिर। त्यही भएर म यो मङ्गलाबारी बजारमा चाहिँ खाजा खानुपर्ने जहिले यही आउने हो कि। साह्रै स्वादिलो छ हेर्नु चाहिँ। खाजाको प्रोग्राम सकिएको छ। अब हामी लाग्छौँ फेरि आफ्नो ड्युटीतिर। ओहो यहाँ पनि अलिकति माल त रहेछ उठाउने, मैले उठाउने सामानहरू ठिकै छ। अहिले अब सामान पुर्याउनु भनेको त्यो सामान पुर्याएर आएपछि यसलाई पनि उठाउने हो है त। फाइनली हामी चाहिँ गोदामसम्म आइपुगेका छौँ। अब यहाँनिर चाहिँ हाम्रो दाजुले भर्खरै हिजो मात्रै माल पठाउनु भएको छ। अहिले केही पनि छैन। अब जम्मा हुने चाहिँ यही हो। यहीँबाट चाहिँ सप्लाई हुन्छ। यो थुपार्ने हो, घरतिर लाग्ने हो। हाम्रो काम त्यति नै हो। त्यहाँदेखि पछाडिको चाहिँ दाइको काम है। के गर्नुहुन्छ दाइले?
दाजुले काँटा लिएर आउनुभयो। अब हामी यो माल जोख्नेछौँ। हामीले चाहिँ सानो सानो यो बोरालाई चाहिँ एकचोटि ठुलो भक्कुमा कन्भर्ट गरेका छौँ। यसरी चाहिँ जोख्न पनि सजिलो हुन्छ। अब धेरैचोटि पनि जोख्नु पर्दैन, एकैचोटिमा हुन्छ। अब हामी यसलाई जोखेर कति छ यहाँ दाजुलाई जिम्मा लाएर लाग्नेछौँ है त। साथीहरू घर चाहिँ आइपुग्यो होइन, सामान पुर्याएर सक्यो। अब हाम्रो यहाँ अर्को काम हुँदैछ। बिहान थ्रेसर लगाएको थियो, अब पराल यस्तो लावारिस छ। धान चाहिँ हाम्रो देवकाजी र गौरवजीले उठाउँदै हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो गृहमन्त्री पर्नुभयो, ठ्याक्कै हाम्रो गृहमन्त्री। म कति छिटो उठाउनु, उहाँ चाहिँ पर्नुभयो हाम्रो प्यारो के भन्छ गौरवजी सुपुत्र, र उहाँ चाहिँ पर्नुभयो हाम्रो घरको। सबैजना लाइक सबलाई गरिदिनु होला। यो भिडियोमा हामी यस्तो मेरो रोलमा चाहिँ तपाईँहरू लाइक गर्न 1 घन्टा लाग्दैन। हाम्रो कति मन लाग्छ। थ्याङ्क यू, नमस्ते।